सबैको मोबाइलमा जीमेल भन्ने एउटा एप्लिकेसन इन्स्टल हुन्छ नै र जीमेलकै थ्रु हामीले आफ्नो अकाउन्ट क्रिएट गरेका हुन्छौँ। जब यसलाई लामो समयसम्म युज गर्छौँ त्यसपछि जीमेलमा आउने एउटा कमन समस्या हो अकाउन्ट स्टोरेज इज फुल भन्ने। यस्तो समयमा तपाईले यसलाई इग्नोर या रिजर्भ गर्नु भएन भने पछि आउने महत्त्वपूर्ण मेलहरू रिसिभ नहुन सक्छन्। त्यसैले गर्दा तपाईले आफ्नो मोबाइलबाट यसलाई हटाउन एकदमै जरुरी हुन्छ र यी सबै कुराहरू सिक्नको लागि हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। अब लागौं मोबाइलको स्क्रिनतर्फ। सबभन्दा पहिले तपाईले आफ्नो मोबाइलमा रहेको जीमेललाई ओपन गर्नुहोस्। जीमेललाई ओपन गरिसकेपछि आफ्नो प्रोफाइललाई ओपन गर्नुहोस्। प्रोफाइलमा आइसकेपछि देख्न सक्नुहुन्छ म्यानेज योर गुगल अकाउन्ट भनेर आइसकेको छ। अब तपाईले क्लिन अप स्पेसमा क्लिक गर्नुहोस्। क्लिन अप स्पेसमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ मेरो मोबाइलमा 88% स्टोरेज युज भएको छ। अब यसलाई हटाउनको लागि क्लिन अप सजेस्टेड आइटममा आउनुहोस्। यहाँ आइसकेपछि तीनवटा देख्न सक्नुहुन्छ लार्ज फोटो एन्ड भिडियो र इमेल इन ट्रस्ट स्पाम इमेल। अब तपाईले लार्ज फोटो एन्ड भिडियोमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईलाई काम नलाग्ने भिडियो वा फोटोहरू यहाँबाट हटाउन सक्नुहुन्छ। अब यहाँबाट काम नलाग्ने भिडियोहरू तपाईले सिलेक्ट गर्नुहोस्। कुनै पनि 2-3 वटा भिडियोहरू सिलेक्ट गरेर तपाईले यसलाई डिलिट गर्न सक्नुहुन्छ। अब तपाईले सिलेक्ट गरिसकेपछि डिलिट अप्सनमा क्लिक गर्नुहोस्। डिलिट अप्सनमा क्लिक गरिसकेपछि मुभ 4 आइटम टु ट्रस्ट। मैले अहिलेको लागि 4 वटा मात्र डिलिट गर्दैछु किनकि मलाई काम लाग्ने यसमा धेरै भिडियोहरू छन्। त्यसैले म तपाईहरुलाई सिकाउनको लागि मात्र 4 वटा आइटम्सहरू सिलेक्ट गरेको छु। अब सिलेक्ट गरिसकेपछि यो बक्समा क्लिक गर्नुहोस्। अब यता देख्न सक्नुहुन्छ मुभ टु ट्रस्टमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ योर क्लिन अप 210 MB मेरो स्पेस खाली भइसकेको छ। अब यसमा डाउन गर्नुहोस्। डाउन गरिसकेपछि ब्याक आउनुहोस्। अब तपाईले देख्न सक्नुहुन्छ एकचोटी रिफ्रेश गर्नुहोस्। अब तपाईले आफ्नो प्रोफाइलमा आउनुहोस्। अब देख्न सक्नुहुन्छ अब मेरो गुगल अकाउन्ट 87% खाली भइसकेको छ। अब ब्याक आउनुहोस्। यसरी नै तपाईले आफ्नो मोबाइलमा भएको जीमेल अकाउन्ट स्टोरेजलाई खाली गर्न सक्नुहुनेछ। यदि हाम्रो भिडियो मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस् र साथीहरुमाझ शेयर पनि गरिदिनुहोस्। थ्यांक्स फर वाचिङ दिस भिडियो।